दर्शकबिन नमस्ते, यहाँहरूको माझमा उपस्थित भइसकेको छु म नेत्रबहादुर कार्की। सदाको बसाइ चाहिँ आज पनि केही फरक तथ्य सहित यहाँहरूको माझमा उपस्थित भएर भलाकुसारी गर्न गइरहेको छु। दर्शकबिन हाम्रो यस च्यानललाई कहाँ हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँको नाम तल कमेन्टसँगै झर्को नमानी लेखिदिनु होला। साथै हामीले प्रस्तुत गरेको भिडियो सामग्री मन परेको खण्डमा हाम्रो भिडियोलाई एउटा लाइक गरेर च्यानललाई सब्स्क्राइब गरेर जोडिन पनि नभुल्नु होला। दर्शकबिन यदि तपाईहरुको कुनै पनि सल्लाह सुझाव छन् भने हामीलाई कमेन्ट मार्फत सल्लाह सुझाव दिन पनि सक्नुहुनेछ। हाम्रो यस भिडियोलाई सुरुदेखि अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नु होला भन्न चाहन्छु। दर्शकबिन आज पनि सदाको बसाइ झै केही फरक प्रसंग सहित नेपाली चर्चित टेली सिरियल बुहारीको रिभ्यू भिडियो मार्फत यहाँहरूको माझमा उपस्थित भएको छु। हाम्रो भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेरेर साथ दिनु होला। दर्शकबिन यति बेला रामले भन्दैछन्, यो त तेरो फटफटाटको सुरुवात मात्रै हो, तँलाई 1 मिनेट पनि पर्ख्यौं लाग्ने दिन आउन बाँकी नै छ, आउँदैछ। यो विषयमा तैले अब सोच्न पनि सक्दैन। अर्कालाई दुःख दिँदाको पीडा कस्तो हुन्छ भन्ने कुरा अब तैले यो दुःख भोगेपछि थाहा हुन्छ भनेर रामले भनिसकेका। यसै प्रसंगमा पनि हामी आज कुराकानी गर्न गइरहेका छौं। भिडियोलाई भने अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नु होला। दर्शकबिन रामले भनेका छन्, यो त तेरो फटफटाटको सुरुवात मात्र हो, तँलाई 1 दिन कटाउन पनि 1 वर्ष लाग्ने समय आउँदैछ। त्यस कारण तैले जतिसम्म गद्दारी गरेको छ अब तेरो यो दिनको बदला एक गरेर मैले लिनेछु भनेर रामले भनिसकेका छन्। दर्शकबिन अब शक्ति र राम बीचको लडाईँले नयाँ रूप लिइसकेको छ। यो विषयमा तपाईहरुको कुनै पनि विचार र धारणा भएदेखि हामीलाई लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन रामले भनेका छन्, हेर शक्ति, अब तैले चम्पालाई कुनै पनि हालतमा भेट्न सक्दैन। यदि चम्पालाई तेरै आँखा अगाडि भेटिस् भने पनि तैले यो मेरी चम्पा हो भनेर चिन्न नसक्ने अवस्था हुन्छ। त्यसकारण अब तैले दिन 2 गुणा रात 4 गुणा चाहिँ तडपेर बस्नु पर्ने छ भनेर चाहिँ भनिसकेको अवस्था छ। दर्शकबिन यो विषयमा तपाईहरुको कुनै पनि धारणा र विचार भएदेखि हामीलाई लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन भनिन्छ नि, लोभले लाभ र लाभले बिलाप। त्यस्तै गरी यति बेला बुहारी सिरियलमा पनि एउटा त्यस्तै अप्रिय घटना घटेको छ। त्यो विषयमा तपाईहरुलाई सम्पूर्ण जानकारी गराउन गइरहेका छौं। भिडियोलाई भने नछुटाइकन हेरेर साथ दिनु होला। दर्शकबिन यति बेला बुहारी सिरियलमा एकजना चतुरै नाम गरेको पात्र छ, जो चाहिँ यति बेला राम प्रति घात अनि विश्वासघात गरेर चाहिँ शक्ति र विकीको पिछा लागेको छ। किनभने शक्ति र विकीले चाहिँ पैसा दिन्छन् र खाउला भन्ने मनसाय बनाएर चतुरे चाहिँ यति बेला रामलाई विश्वासघात गरेको छ। दर्शकबिन तर रामलाई विश्वासघात गर्ने चतुरेलाई शक्ति र विकीका भराउटेहरूले रामधुलाई गरेर पाठ सिकाएका छन्। हो दर्शकबिन यति बेला किनभने चतुरेले मुना र चम्पा यहाँ छन् भनेर चाहिँ 10 लाख रुपैयाँ लिन्छु भन्ने जुन पैसाको लालचमा परेको थियो, त्यो लालच चाहिँ पूरा हुन भने पाएन। उल्ले उल्टै विकीको हातबाट मरणसन्न हुने गरी कुटाइ खाएको छ। दर्शकबिन किन यस्तो भयो त भन्ने कुरा पनि हामी यहाँहरूलाई विस्तृत रूपमा जानकारी गराउन गइरहेका छौं। त्यसकारण पनि हाम्रो यो भिडियो महत्त्वपूर्ण छ। हाम्रो महत्त्वपूर्ण भिडियोलाई सुरुदेखि अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन नभुल्नु होला। दर्शकबिन जब राम र रामको गाउँले माथि शक्तिले प्रहार गरेर रामका गाउँलेहरूलाई मार्ने योजना बनाएर रामका गाउँले र रामलाई कमलाको छाप्रोमा आगो लगाएपछि रामले आफ्ना गाउँलेहरूलाई जसो तसो बचाए। त्यसपछि रामकै योजना अनुरूप अर्थात रामकै योजना अनुसार चाहिँ रामले आफ्ना गाउँलेहरूलाई जंगलमा लगेर राखे। दर्शकबिन त्यसपछि सम्पूर्ण गाउँलेहरू रामकै निगरानीमा जंगलमा बसेका थिए। त्यतिकैमा जब चतुरेलाई चाहिँ मति भ्रष्ट भयो र अब मुना र चम्पा यहाँ छन् भनेर चाहिँ जसरी पनि मैले 10 लाख रुपैयाँ लिन्छु, 10 लाख रुपैयाँ लिइसकेपछि म धनी हुन्छु र मलाई कसैले केही गर्न सक्दैन भन्ने मानसिकता राखेर राम र रमेशलाई नोकर बनाउँछु भनेर चाहिँ त्यो कन्सेप्ट सोचेर चतुरेले रामलाई घात गर्न खोज्दाखेरि उल्टो शक्ति र विकीको पिटाइ खान पुगेको छ। दर्शकबिन यो विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ? राम र शक्ति बीचको लडाईँमा यति बेला चतुरेले पिटाइ खानु के मानिन्छ, के सोच्नुहुन्छ? तपाईहरुले आफ्ना मनमा लागेका कुनै पनि जिज्ञासा र भनाइहरू छन् भने तलको कमेन्ट बक्समा गएर झर्को नमानिकन हामीलाई सल्लाह सुझाव र साथ दिन पनि नभुल्नु होला। दर्शकबिन जब रामलाई घात गरेर त्यहाँबाट निक्लेको चतुरे रामले बोलाएको छ एक्लै भनेर चाहिँ सम्पूर्ण गाउँलेहरूलाई छक्क्याएर शक्ति र विकी भर्नमा जान्छु र कुरा लगाएर चाहिँ मैले टन्न पैसा कमाउँछु भनेर चाहिँ घात गर्न खोज्दाखेरि उल्टो शक्ति र विकीबाट कुटाइ खाएर चाहिँ जंगली मान्छेहरू बस्ने ठाउँमा अब विकी र शक्तिका केटाहरूले त्यहाँ लगेर फाल्दिन्छन्। दर्शकबिन त्यसपछि के हुन्छ त? यो महत्त्वपूर्ण भनाइ र विचार पनि यहाँहरूको माझमा साटासाट गर्न गइरहेको
छु। भिडियोलाई भने नछुटाइकिन अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शकबिन एउटा भनाइ छ नि, गाँस छोड्नु साथ नछोड्नु। कुनै पनि व्यक्तिले कुनै पनि समयमा दुःख पर्यो भनेर आत्तिनु नि हुँदैन र सुख पाइयो भनेर मात्तिनु नि हुँदैन। त्यस्तै कसैसँग पाएको साथ र आश चाहिँ अचानक छोड्यो भने त्यहाँ ठुलो दशा र दुर्घटना निम्तिन्छ भन्ने कुरा पनि यस कथाले देखाउन र बताउन खोजेको देख्न सकिन्छ। यति बेला भने अब चतुरेलाई बिक्कीले आफैले बोकेर चाहिँ जङ्गलमा लिएर गएको अवस्था छ। यो विषयमा अब जङ्गल जाँदाखेरि कतै बिक्कीले रामको प्लान त थाहा पाउने त होइन भन्ने कुरा एक किसिमले डर पनि बनाएको छ। दर्शकबिन आखिर रामले गरेका हरेक कदममा सफलता मिल्यो कि बिक्की लगायत श्रुति सिर्जना र हरेक भराउटेलाई चाहिँ छिटोभन्दा छिटो कानुनी कठारमा उभ्याउनु पर्छ भन्ने लाग्छ यहाँहरूलाई भने कमेन्टमा राम लेख्न नभुल्नुहोला। साथै भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन यति बेला रामले भने शक्तिलाई च्यालेन्ज दिएका छन्, यदि तँसँग दम छ तँसँग सामदान दण्डभेद प्रयोग गरेर मलाई र मेरो साथबाट चम्पालाई भेटाउन सक्ने आँट छ दम छ भने चम्पालाई कुनै पनि हातमा भेटाएर देखा भनेर चाहिँ रामले शक्तिलाई च्यालेन्ज गरेका छन्। दर्शकबिन यो विषयमा तपाईँहरूको धारणा के छ त? तपाईँहरूको आफ्नो मनमा लागेका कुनै पनि जिज्ञासा विचार धारणा भएदेखि तलको कमेन्ट बक्समा गएर झर्को नमानिकन लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन ताकि हामीले यहाँहरूले कहाँ कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ, नेपाली टेलिसिरियल बुहारीलाई कहाँबाट माया गर्नुभएको छ भन्ने विषयमा थाहा पाउनको लागि आफ्नो गाउँठाउँको नाम कमेन्ट बक्समा लेखेर चाहिँ राम लेख्न पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन यदि पहिलोचोटि नेपाली सिरियल बुहारीको रिभ्यू भिडियो हेर्दै हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सम्पूर्ण रूपमा सब्स्क्राइब गरेर लाइक कमेन्ट र सेयर गरेर चाहिँ हामीसँग जोडिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन यति बेला रामले भने चम्पालाई आफ्नो नियन्त्रणमा लिएर तिनै आफ्ना गाउँलेहरूको साथमा जङ्गलमा राखेका छन्। यो विषयमा तपाईँहरू को जानकारी हुनुभयो त? यदि तपाईँहरूलाई यो विषयमा जानकारी छैन भने हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै आफ्नो मनमा लागेका कुनै पनि जिज्ञासा र गुनासाहरू हामी मार्फत लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन यति बेला राम र शक्ति बिचको युद्धले नयाँ द्वन्द्व नयाँ रूप लिँदैछ। यो विषयमा पनि तपाईँहरूले आफ्नो मनमा लागेको कुनै पनि जिज्ञासा र गुनासाहरू भएदेखि हामीलाई सहज रूपमा लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन यति बेला सबैभन्दा पहिला रामको टिमले चाहिँ शक्ति र दुर्गा आमाकै अगाडिबाट मुनालाई लिएर गएर चाहिँ सम्पूर्ण गाउँलेहरूको साथमा मुनालाई जङ्गलमा राखेका छन्। दर्शकबिन त्यसकारण पनि यति बेला राम ढुक्क छन् कि मुना पनि आफ्नो साथमा भइसकेपछि र दुर्गा आमा पनि अपहरणमा परिसकेपछि र चम्पालाई पनि आफ्नो नियन्त्रणमा लिइसकेपछि यति बेला राम ढुक्क छन् भने शक्ति र शक्तिका भराउटीहरू यति बेला जताततै तडपिरहेको अवस्था छ। दर्शकबिन त्यसकारण पनि यो खेलमा रामको जित निश्चित छ भने शक्ति जस्ता अपराधीहरू यति बेला निधराम बनेको छ। यति बेला रामले आफू एक्लैले भए पनि शक्ति जस्ता गुण्डाहरूलाई निधराम बनाइसकेका छन्। दर्शकबिन त्यसकारण पनि यो निकै नै मार्मिक र महत्त्वपूर्ण कथावस्तु समेटिएको छ। महत्त्वपूर्ण घटनाक्रमलाई समेटिएको नेपाली टेलिसिरियल बुहारीको रिभ्यू भिडियो मार्फत यहाँहरूलाई निकै नै महत्त्वपूर्ण जानकारी गराउन गइरहेका छौँ। त्यसकारण पनि आजको यो भिडियो निकै नै महत्त्वपूर्ण छ। आजको यो भिडियोलाई सुरुदेखि अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन जब मुनालाई अपहरण गरेको केही समयपछि शक्तिलाई फेरि पनि झनै कमजोर बनाउनको लागि चाहिँ रामले फेरि अर्को नयाँ रणनीति अपनाएर रामले दुर्गा आमालाई आफ्नो नियन्त्रणमा लिएका छन्, अर्थात् अपहरण गरेका छन्। यति बेला दुर्गा आमा पनि हराइरहेकी छन्। दर्शकबिन यति बेला शक्तिहरूले दुर्गा आमा र मुना कहाँ छन् भनेर पत्ता लगाउन नसकिरहेको अवस्थामा फेरि चम्पा पनि अपहरणमा परेकी छ। त्यसकारण अब शक्तिको मनोबल भनेको दिन दुगुना रात चौगुना घटिरहेको छ। दर्शकबिन त्यसकारण पनि यो गेमबाट अब शक्तिलाई आउट गर्न रामलाई धेरै नै सहज भएको छ भने रामले
यो गेमलाई निश्चित रूपमा जित्ने कन्फर्म भइसकेको छ। यो खेल अब रामले सहज रूपमा जितेर शक्ति विकी र श्रुति सिर्जना लगायत शक्तिका भराउटेहरूलाई छिटोभन्दा छिटो जेल पठाउने निश्चित भएको छ। यो विषयमा तपाईहरूको आफ्नो मनमा लागेका कुनै पनि जिज्ञासा, सल्लाह, सुझाव र विचार छ भने तलको कमेन्ट बक्स मार्फत हामीलाई लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन, यति बेला भने कमला र मुना रामलाई भेट्न गएको बखत जब चम्पाले देखेपछि र चम्पाले सम्पूर्ण कुराहरू सुनिसकेपछि चाहिँ चम्पा पनि अपहरणमा परेकी छ। दर्शकबिन, अब यहाँहरूलाई के कस्तो लागेको छ त? बुहारी सिरियलमा शक्तिको हार हुनुपर्छ, रामले यो गेम जित्नुपर्छ भनेर लाग्ने जतिलाई जसरी भए पनि जुनसुकै हालतमा भयो भने रामले यो गेम जित्नुपर्छ भन्ने तपाईँहरूलाई यदि लाग्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर कमेन्टमा राम लेख्न नभुल्नुहोला। साथै भिडियोलाई लाइक गरेर चाहिँ हामीलाई सपोर्ट गर्न पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन, रामको कुरा, राम, मुना र कमलाको कुरा पत्ता पाइसकेपछि अब यो विषयले हामीलाई काम गर्न अलिक असहज हुन्छ भन्ने ठानेर तत्कालै चम्पा पनि अपहरणमा परेकी छ। यति बेला गाउँलेहरूको साथमा चम्पालाई पनि जङ्गलमा राखिएको छ। दर्शकबिन, त्यस कारण आजको यो भिडियो निकै नै महत्त्वपूर्ण छ। आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन, जब रामलाई भेटेर केही कुरा छलफल गर्नको लागि जङ्गलबाट मुना र कमला रामको घरमा आउँछन्, त्यही विषयमा जब रामको घरमा आएर रामलाई बोलाएर चाहिँ दुर्गाआमा हराएको विषयले उनीहरू अलिकति चिन्तित भएको र दुर्गाआमालाई जसरी पनि खोज्न पर्छ भनेर चाहिँ कमला र मुना आएर रामसँग कुराकानी गर्दाखेरि राम र कमला र मुना बिचको कुराकानी, सम्पूर्ण गाउँलेहरू जीवित भएको कुराकानी जब चम्पाले थाहा पाउँछ, त्यसपछि भने रामले चम्पालाई पनि उठाउन आउँछन् र शक्तिलाई कमजोर बनाउन राम लागि पर्छन्। दर्शकबिन, अब यो विषयमा तपाईँहरूको धारणा, भनाइ के छन् त? आफ्ना मनमा लागेका कुनै पनि सल्लाह, सुझाव र गुनासा र जिज्ञासाहरू भएदेखि हामीलाई कमेन्ट मार्फत जानकारी गराउन पनि सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन, जब चम्पाले राम र मुना कमला बिचको कुरा सुनि त्यसपछि रामका गाउँलेहरू जीवित भएको र रामले नयाँ योजना अनुसार राउटेको भेषमा चाहिँ गाउँलेहरूलाई राखेको, ती जङ्गली मान्छे नभएको र छिट्टै नै अब शक्तिसँग बदला लिनको लागि ती मान्छे तयारी भइरहेको भन्ने कुरा थाहा पाइसकेपछि आफ्नो बुढा शक्ति र छोरा विक्कीलाई त्यो कुरा सुनाउन हतार गर्दै गएकी चम्पालाई जब आफ्नो अखाडामा शक्ति र विक्की नभेट्दाखेरि त्यहाँ भराउटेहरूसँग केही कुराकानी गर्दै त्यहाँ महाकालीको रूप धारण गरेर एकजना युवती आएर चाहिँ चम्पालाई भक्लक्कै ढालिन्। त्यसपछि उनले त्यहाँ भएका शक्तिका भराउटेहरूलाई पनि एक एक गरेर ढालेर चाहिँ चम्पालाई आफ्नो नियन्त्रणमा लिएर गएर रामलाई जिम्मा लगाएकी छिन्। दर्शकबिन, आखिर ती महान नारी को होलान् त? यो विषयमा पनि तपाईँहरूको मनमा लागेका कुनै पनि जिज्ञासा र गुनासाहरू छन् भने लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन, यदि हाम्रो यस च्यानलमा तपाईँहरू पहिलोचोटि आउनु भएको छ, पहिलोचोटि यस्ता रिभ्यू भिडियोहरू हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर सँगै रहेको अल नोटिफिकेसन बेल पनि दबाउन नभुल्नुहोला, ताकि हामीले प्रस्तुत गरेका कुनै पनि भिडियो सामग्रीहरू सबैभन्दा पहिला यहाँहरूको मोबाइलसम्म पुग्नलाई सहज होस् भनेर पनि यहाँहरूलाई भन्न चाहन्छु। त्यसकारण पनि हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह सुझाव दिन पनि नभुल्नुहोला। दर्शकबिन, जब चम्पा त्यहाँ पुग्दाखेरि शक्ति र शक्तिको छोरो विक्की त्यहाँ थिएनन्। उनीहरू त्यहाँ नभए पनि त्यहाँ भएका शक्तिका केटाहरूलाई यो सबै कुरा बताउँछु भनेर चम्पाले सोच्दाखेरि त्यहाँ अनर्थ हुन गयो र उसले आज मैले नयाँ कुरा थाहा पाएर आएँ, यस्तो महत्त्वपूर्ण कुरा रामका गाउँलेहरू त जिउँदै रहेछन् मात्रै के भन्न खोजिरहेकी थिए। त्यहाँ ऊ घाइते अवस्थामा पुगेर केही कुरा भन्न पाइन। त्यो विषय पनि
निकै नै सस्पेन्डेड भएको छ दर्शकबिन। त्यसकारण पनि आजको यो भिडियो निकै नै महत्त्वपूर्ण छ। हाम्रो यो विचार र कथा सङ्ग्रहलाई पूर्ण रूपमा हेरेर चाहिँ साथ सपडाउने सल्लाह र सुझाव दिन नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन आखिर बुहारी सिरियलमा के हुन गइरहेको छ त यो महत्त्वपूर्ण विचार पनि यहाँहरूको माझमा राख्न अनि दर्शकबिन यति बेला बिक्कीले भने चतुरीलाई धुलो पिठो पारेर कुटेर चाहिँ जङ्गलमा फाल्न लिएर गइरहेको छ। दर्शकबिन यति बेला कतै रामको महत्त्वपूर्ण योजनाहरू बिक्कीले पत्ता लगाउने त होइन, यो विषयमा पनि शङ्का अनि उपशङ्का देखिएका छन्। दर्शकबिन यो विषयमा तपाईँहरूको धारणा के छ त? तपाईँहरूको आफ्नो मनमा लागेका कुनै पनि जिज्ञासा विचार गुनासाहरू भएदेखि हामीलाई कमेन्ट मार्फत लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन यदि तपाईँहरूले बुहारी सिरियलको टिमलाई कुनै पनि सल्लाह सुझाव र कुनै पनि महत्त्वपूर्ण विचारहरू सल्लाहको रूपमा दिन सक्नुहुन्छ भने यहाँहरूले कमेन्ट मार्फत आफ्नो मनमा लागेका जिज्ञासा र गुनासाहरू कमेन्ट मार्फत जानकारी गराउन पनि सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन के हुन्छ त अब यो विषयमा पनि हामी महत्त्वपूर्ण जानकारी गराउन गएका छौँ। कतै रामका सम्पूर्ण योजनाहरू शक्ति र बिक्कीका भराउटीहरूले थाहा नपाउन् र पत्ता नलाउन् भन्नको लागि पनि आजको यो भिडियो एकदमै महत्त्वपूर्ण छ र यो भिडियोलाई चाहिँ यहाँहरूले सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेर्न सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन यदि आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेर्नुभयो भने यहाँहरूले बुहारी सिरियलमा के भइरहेको थियो र आगामी दिनहरूमा के हुँदैछ भन्ने बारेमा पनि यहाँहरूलाई निकै नै महत्त्वपूर्ण जानकारी प्राप्त हुनेछ। त्यसकारण पनि आजको भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शकबिन आज बुहारी सिरियलको निकै नै महत्त्वपूर्ण भागका रूपमा चित्रण गरिएको कथावस्तुहरूलाई चाहिँ यहाँहरूको सामु हामी सम्प्रेषण गर्न गइरहेका छौँ। भिडियो के कस्तो लाग्छ जस्ताको तस्तै आफ्नो मनमा लागेका विचार र गुनासोहरूका साथमा प्रतिक्रिया दिन पनि नभुल्नुहोला। हो दर्शकबिन आजको यो महत्त्वपूर्ण भिडियो जसले अन्तिमसम्म हेर्नुहुन्छ सबैजना हेर्ने जतिले अब बुहारी सिरियलको आगामी भागमा कथावस्तु कता मोडिँदैछ, कस्तो तरिकाले चाहिँ बुहारी सिरियलको रिभ्यू अगाडि बढ्दैछ, बुहारी सिरियल कता जाँदैछ त अब राम र शक्ति बिचको द्वन्द्वले कस्तो रूप लिएला भन्ने कुरा पनि निकै नै महत्त्वपूर्ण विचारहरू यहाँहरूले प्रष्ट रूपमा थाहा पाउनुहुनेछ, बुझ्नुहुनेछ। त्यसकारण पनि आजको भिडियोलाई नछुटाइकन स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपडाउने सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला। दर्शकबिन बुढापाकाको भनाइ नै छ नि, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी। आखिर अहिले बुहारी सिरियलको एउटा पात्र चतुरेको पनि त्यस्तै भएको छ दर्शकबिन। जब चोक्टा खानको लागि भनेर चतुरे गरेर चाहिँ रामलाई धोका दिएर शक्ति र बिक्कीलाई कुरा लगाएर चाहिँ पोल लगाएपछि पोल मिठो हुन्छ, पोलेको मासु पनि मिठो हुन्छ र पोल लगाएका कुरा पनि मिठो हुन्छ। त्यसकारण अब रामको विरुद्ध शक्ति र बिक्कीलाई उचालेर 10 लाख रुपियाँ झ्याम्म हातमा थाप्छु भन्ने हिसाबले चाहिँ चतुरे पनि शक्तिको खोरमा गएको थियो दर्शकबिन। तर चतुरेले सोचे जस्तो भएन, त्यहाँ ठिक विपरीत भयो। त्यसपछि शक्ति र शक्तिको छोरो बिक्कीका भराउटीहरू मिलेर चाहिँ चतुरेलाई मरण सन्न हुने गरी कुटेर चाहिँ थला राखिदिए दर्शकबिन। आखिर किन त्यसो गरे त भन्ने कुरा पनि हामी अन्तिमसम्म जानकारी दिनेछौँ। त्यसकारण आजको भिडियो महत्त्वपूर्ण छ। जब रामलाई धोका दिएर चाहिँ चतुरे शक्तिको अखडामा पुगेको थियो, त्यसपछि जङ्गली किन आयो भनेर चाहिँ शक्तिले बिक्कीलाई यसलाई धुलो हुने गरी कुटेर चाहिँ खेदेर पठाइदिए, फाल्दे लगेर भनेर चाहिँ भन्यो भने जब शङ्का किन लाग्यो शक्तिलाई भने यिन जङ्गलीहरूले चाहिँ अब हामी यहाँ के गर्दैछौँ कसो गर्दैछौँ भनेर चाहिँ हाम्रो चियो चर्चोको लागि, हाम्रो चियो बुझ्नको लागि चाहिँ कसले पठायो भन्ने हिसाबले उसले आक्रमण गर्न लगायो दर्शकबिन। तर चतुरेले केही भन्न खोज्दै थियो, चतुरेको बोली नै बन्द भयो। आखिर किन त्यस्तो भइरहेको छ त यो विषयमा पनि हामी प्रश्न पार्न गइरहेका छौँ दर्शकबिन। जब चतुरेले मुन्ना र चम्पाको बारेमा
शक्तिलाई जानकारी दिएर चाहिँ महत्त्वपूर्ण उपहार हात पार्नको लागि रामलाई धोका दिएर त्यहाँबाट रामलाई भेट्छु भनेर चाहिँ रमेशको आँखा छारो हालेर त्यहाँबाट बाहिर निक्लेको थियो। तब रामलाई भेट्नुको साटो शक्तिको अखडामा पुगेर शक्तिका गुन्डाहरूले चाहिँ चतुर्यलाई मरणासन्न हुने गरी कुटे। त्यसपछि चतुर्यको हरिबिजोग भयो। दर्शकबिन अब के भन्न चाहनुहुन्छ त? चतुर्यले जब रामलाई धोका दिएको थियो त्यसको बदलामा के पायो त? तपाईहरुको मनमा लागेका कुनै पनि जिज्ञासा विचारहरू छन् भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन चतुर्यले जब शक्ति र विकीलाई साथ दिनको लागि गएको थियो र साथ दिएर झुटा कुराहरू उनीहरूसँग पुगेर चाहिँ रामलाई बदला लिनको लागि चतुर्य शक्तिको अखडामा पुगेको थियो। तर उसको बोली नपुगेको कारण उल्टै उसको ज्यानले दुःख पायो। भनाइ छ नि दर्शकबिन, जाने बोल नजाने ज्याको मोल। कुनै पनि कुराहरू जाने र राम्रो तरिकाले गर्यो त्यो औषधि हुन्छ भने त्यही कुरालाई कहिलेकाहीँ विष पनि परिणत हुन सक्छ, विषमा पनि परिणत हुन्छ। अहिले चतुर्यको जिन्दगीमा आखिर त्यस्तै भएको छ। यो विषयमा तपाईहरुको भनाइ के छ त? यदि चतुर्यले धोका दिँदाखेरि चतुर्य जस्ता अपराधीलाई पनि अब रामले छिटोभन्दा छिटो ठेगान लाउनु पर्छ भन्ने लाग्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गरेर चाहिँ कमेन्टमा राम, कमला र मुना लेख्न पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन जब चतुर्यलाई फाल्नको लागि विकीले काँधमा बोकेर आइरहेको छ त्यो अवस्थामा रामको प्लान बी कतै विकीले थाहा पाउने त होइन। यो पनि सबैजनाको शङ्काको घेराको विषय बन्न पुगेको छ। यो विषयमा पनि तपाईहरुको कुनै पनि विचार र धारणा भएदेखि हामीलाई लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन आजको भिडियो निकै नै महत्त्वपूर्ण छ। यो अर्थमा कि यति बेला रामलाई धोका दिने चतुर्यलाई शक्तिका गुन्डाहरूले राम धुलाई गरेका छन् भने अब राम र शक्ति बीचको युद्ध करिब अन्तिम चरणमा पुगेको छ। यो विषयमा पनि हामी यहाँहरूलाई प्रश्न पार्न गइरहेका छौँ। भिडियोलाई भने सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन उता फेरि अर्को प्रसङ्ग जोड्न चाहन्छौँ। जब रामलाई र कमला मुनालाई धुवास दिँदै शक्ति राजालाई भनेर चाहिँ तिमीहरूलाई खदन गर्न लाउँछु भनेर चाहिँ के गएकी मात्र थिए चम्पा। तब अखडामा पुगेर चाहिँ महाकालीको रूप धारण गरेर एक नारीले चाहिँ उसलाई क्र्याब झ्याप पारेर चाहिँ एउटा जङ्गलमा ल्याएर चाहिँ रामको जिम्मा लगाएकी छन्। दर्शकबिन त्यसपछि रामले चम्पालाई आफ्नो साथमा लिएर गएर आफ्ना गाउँलेहरूको जिम्मा लगाउन सफल भएका छन्। यो विषयमा तपाईहरुको धारणा के छ त? रामले ठिक गरे भन्ने लाग्छ कि रामले गलत गरे भन्ने तपाईहरुलाई लाग्छ? यदि रामले ठिक गरे भन्ने लाग्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन पनि नभुल्नुहोला। साथै हाम्रो यस च्यानललाई कहाँदेखि हेर्दै हुनुहुन्छ, हाम्रो रिभ्यू भिडियोहरू कहाँदेखि कुन जिल्लादेखि हेर्दै हुनुहुन्छ, कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, आफ्नो गाउँ ठाउँको नाम तलको कमेन्ट बक्समा गएर झर्को नमानिकन लेखेर साथ दिनुहोला भन्न चाहन्छु। दर्शकबिन यदि तपाईहरूले हाम्रो च्यानलमा पहिलोचोटि आउनुभएको छ, फर्स्ट टाइम आउनुभएको छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै साइडमा रहेको अल नोटिफिकेसन बेललाई पनि दबाउन नभुल्नुहोला भन्न चाहन्छु। आज हामीले बुहारी सिरियलको रिभ्यू भिडियो मार्फत यहाँहरूलाई विभिन्न महत्त्वपूर्ण जानकारी गराउन गइरहेका छौँ। त्यसकारण पनि आजको यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन जब रामले आफ्ना गाउँलेहरू भएको ठाउँमा लगेर चाहिँ चम्पालाई जिम्मा लगाए त्यसपछि राम लगायतको टिमले चाहिँ चम्पालाई रामबुट्टी खान दिएर चाहिँ 15 दिनसम्मको लागि चम्पाको बोली नै रोकिदिएका छन्, अर्थात् बन्द गरिदिएका छन्। यो विषयमा तपाईहरुको धारणा के छ त? तपाईहरुको मनमा लागेका कुनै पनि धारणा विचारहरू भएदेखि हामीलाई कमेन्ट मार्फत जानकारी दिन सक्नुहुनेछ। हो दर्शकबिन, यति बेला चम्पालाई पनि रामका गाउँलेहरूले राउटे जस्तै बनाएर चाहिँ राउटेकै भेषमा चम्पालाई पनि आफ्ना साथमा राखिरहेका छन् भने यो विषय
जब रामका सम्पूर्ण गाउँलेहरू बाहेक अरू कसैलाई पनि थाहा छैन। यस विषयमा तपाईँहरूको धारणा के छ त? रामले र रामका गाउँलेहरू मिलेर चाहिँ अब चम्पालाई पनि धेरैभन्दा धेरै यातना दिएर एउटा सजग बनाउनुपर्छ, शक्ति जस्ता अपराधीहरूलाई पनि कानुनी कठघरामा उभ्याउनुपर्छ भन्ने यहाँहरूलाई लाग्छ भने हाम्रो भिडियोलाई लाइक गरेर कमेन्टमा राम लेख्न नभुल्नुहोला। साथै च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिन र सल्लाह सुझाव लिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन, यदि अहिले लगाएकै भेषमा, अहिले लगाएकै मेकअप अनुसार चम्पा विक्की र शक्तिकै अखडामा पुगिन् भने पनि त्यहाँ चम्पालाई कसैले पनि चिन्न सक्ने अवस्था छैन। आखिर चम्पालाई चिन्ने भनेको कि त चम्पाको बोलीबाट चिन्नु पर्यो। 15 दिनको लागि बोली नै बन्द गरिदिइसकेका छन्। त्यसकारण पनि अबको खेल महत्त्वपूर्ण हुँदैछ। आखिर चम्पालाई राम र रामलाई साथ दिने ती महाकाली रूप धारण नारी को हुन् त? यो महत्त्वपूर्ण विचार र विषय पनि यहाँहरूको माझमा जोड्न समेट्न गइरहेका छौँ। त्यसकारण पनि आजको भिडियो महत्त्वपूर्ण छ। आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह सुझाव दिन पनि नभुल्नुहोला। दर्शकबिन, अर्को प्रसङ्ग पनि जोड्न चाहन्छौँ हामी। यति बेला शक्ति बौला जस्तो भएको छ। आखिर किन बौला बनाउ त शक्ति? यो महत्त्वपूर्ण विचार पनि आजको यस भिडियोमा हामी यहाँहरूलाई प्रस्तुत गर्न गइरहेका छौँ, यहाँहरूको सामु प्रस्तुत गर्न गइरहेका छौँ। दर्शकबिन, आखिर किन यस्तो भइरहेको छ त? यो महत्त्वपूर्ण विचार पनि यहाँहरूको साथमा पस्किरहेका छौँ। दर्शकबिन, जब आफ्नी कान्छी श्रीमती चम्पा नभएपछि यति बेला शक्ति बौला जस्तो भएको छ। जस्तै पूर्वकालमा श्री महादेवका साथमा पार्वती नहुँदा, सतीदेवी नहुँदा श्री महादेव बौला जस्तो भन्नुभएको थियो। अहिले यति बेला शक्ति पनि ठ्याक्कै त्यस्तै पागल जस्तो बनेको छ। दर्शकबिन, अब के हुन्छ त? यो महत्त्वपूर्ण विचार भने यहाँहरूको माझमा सम्प्रेषण गर्न गइरहेका छौँ। भिडियोलाई भने सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन, अब शक्ति र रामको युद्धले कस्तो रूप लिएला र यो खेल कहिले अन्त्य होला त? तपाईँहरूका मनमा लागेका कुनै पनि पीडा, जिज्ञासा र विचारहरू भएदेखि कमेन्ट मार्फत हामीलाई सल्लाह अनि सुझाव दिन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन, फेरि यहाँहरूको माझमा मैले अर्को प्रसङ्ग पनि जोड्न चाहेँ। चम्पा हराएको तनाव र रिसले यति बेला शक्तिले श्रुति र सिर्जनालाई पनि ज्यान मार्ने धम्की दिएको छ। दर्शकबिन, यो प्रसङ्ग पनि जोड्न चाहन्छु। दर्शकबिन, चम्पा हराएको केही समयपछि शक्तिले आफ्नी प्राणप्रिय श्रीमती हराएको हुँदा 24 घन्टाभित्र चम्पालाई खोजेर नल्याएदेखि तिमीहरूलाई यहीँ मारेर गाडिदिन्छु भनेर श्रुति र सिर्जनालाई धम्की दिएको छ। दर्शकबिन, यो धम्कीको विषयलाई तपाईँहरूले कसरी लिनुभएको छ त? तपाईँहरूको मनमा लागेका कुनै पनि विचार, जिज्ञासा र गुनासाहरू भएदेखि हामीलाई लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन, शक्ति र विक्कीले श्रुति र सिर्जनालाई 24 घन्टाभित्र चम्पालाई खोजेर यहाँ नल्याए, हाजिर नगराएदेखि मारिदिने धम्की दिनु कस्तो लागेको छ तपाईँहरूलाई? तपाईँहरूका मनमा लागेका कुनै पनि जिज्ञासा र विचारहरू भएदेखि हामीलाई कमेन्ट मार्फत दिन सक्नुहुनेछ। दर्शकबिन, शक्ति दुरुपयोग गरेको हो कि त यो उनीहरूलाई मार्छु 24 घन्टाभित्र मेरी चम्पालाई ल्याएनौ भनेर भन्नु जायज हो त? तपाईँहरूको मनमा के प्रसङ्ग उठेका छन्? तपाईँहरूको मनमा उठेका कुनै पनि प्रसङ्ग र विचारहरू भएदेखि हामीलाई कमेन्ट मार्फत जानकारी गराउन पनि सक्नुहुनेछ भन्न चाहन्छु। जब श्रुति र सिर्जनालाई चम्पालाई 24 घन्टाभित्र नल्याएदेखि मारेर यहीँ गाडिदिने धम्की जब शक्तिले श्रुति र सिर्जनालाई दियो, त्यसपछि श्रुति र सिर्जनाले आफ्नो भाइ राम भएको ठाउँमा गएर चाहिँ हार गुहार गर्दै, भाइ हामीलाई शक्तिले बाँच्न नदिने भयो, त्यसकारण हामीलाई मर्नबाट बचाउने जिम्मा तेरो, तैँले हामीलाई जसरी भए पनि शक्तिको कालको मुखबाट बचा, किनभने यति बेला चम्पा हराएकी छे। चम्पा हराएको कारण यति बेला शक्ति बौला हात्ती जस्तो भएको छ। त्यसकारण हामीलाई जे पनि गर्न सक्छ,
हामीलाई जे पनि गर्न सक्ने भएको हुनाले अब छिटोभन्दा छिटो तैँले चम्पालाई खोज्न सहयोग गर भनेर चाहिँ श्रुति र सिर्जनाले आफ्नो भाइ रामसँग हार गुहार मानिएका छन्। दर्शकबिन यो विषयमा तपाईहरू के भन्न चाहनुहुन्छ त? आफ्नो मनमा लागेका कुनै पनि जिज्ञासा र विचार भावनाहरू भएदेखि हामीलाई लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन श्रुति र सिर्जनाको विचारलाई रामले प्रति उत्तर दिएका छन् कि मैले चाहेँ भने 24 घण्टा होइन 15 मिनटभित्र तिमीहरूको साथमा उपस्थित गराइदिन सक्छु, तर म त्यो अपराधीको श्रीमती चम्पालाई उपकार गर्न सक्दिनँ, किनभने त्यस्ता अपराधीहरूलाई मबाट क्षम्य पनि हुँदैन र सहयोग पनि हुँदैन। तिमीहरूले यति कुरा बुझिराख कि तिमीहरू मर या बाँच, यो विषयमा मैले केही पनि गर्न सक्दिनँ। तिमीहरू आफ्नो विचारले आफ्नो बलबुताले खोज्न सक्छौ, खोज्न चाहन्छौ भने खोज ल्याऊ, शक्तिलाई बुझाऊ, तर मैले यो कदममा कुनै पनि हालतमा साथ दिन भनेर रामले भनिसकेको अवस्था छ। दर्शकबिन रामको यो भनाइलाई तपाईँहरूले कसरी लिनुभएको छ त? तपाईँहरूको मनमा लागेका कुनै पनि जिज्ञासा विचार र गुनासोहरू भएदेखि हामीलाई कमेन्ट मार्फत जानकारी गराउन पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन फेरि पनि रामले के थपेका छन् भने मैले चाहिँ भने 24 घण्टा होइन 24 मिनट पनि लाउँदिनँ उनीहरूलाई खोजेर उपस्थित गराउन, तर मलाई यति धेरै दुःख दिने ती मेरा शत्रुहरूलाई मैले खोज्नुपर्ने किन छ र? त्यसकारण मैले कुनै पनि हालतमा मेरा शत्रुहरूलाई खोजेर बस्दिनँ। तिमीहरूको भलाइ यसैमा हुनेछ कि जो तिमीहरूले गल्ती गरेका छौ पापको प्रायश्चित गरेर चाहिँ अब छिटोभन्दा छिटो तिमीहरूले पनि आफ्नो युद्धलाई समाप्त पार्ने काम गर, किनभने मैले जहिले पनि अरूको राम्रो होस् भलो होस् भन्न मात्रै चाहन्छु। त्यसकारण तिमीहरू अब छिटै नै सुध्रिएको हेर्ने मेरो पनि मनको धोको छ भनेर चाहिँ रामले भनेका छन्। दर्शकबिन कुनै पनि हालतमा म तिमीहरूलाई साथ दिन सक्दिनँ, त्यसकारण ढुक्क भएर तिमीहरूले आफै खोज या मर, त्यो मलाई सरोकारको विषय होइन भनेर चाहिँ रामले भनिसकेको अवस्था छ। यो विषयमा तपाईँहरू के भन्न चाहनुहुन्छ त? दर्शकबिन आफ्ना मनमा लागेका कुनै पनि जिज्ञासा र गुनासा विचारहरू भएदेखि हामीलाई कमेन्ट मार्फत जानकारी दिन पनि सक्नुहुनेछ। दर्शकबिन रामले फेरि श्रुति र सिर्जनालाई केसम्म भनेका छन् भने त्यस्ता अपराधीहरूलाई म खोज्दिनँ, यदि खोज्नु नै पर्छ भने म तिमीहरूलाई केटा खोजेर 24 घण्टाभित्रमा तिमीहरूको विवाह गरिदिन सक्छु। त्यति काम गर्नको लागि तिमीहरूले चाहेको खण्डमा म गर्न सक्छु, तर त्यस्ता अपराधीहरूलाई मैले साथ दिँदिनँ र मैले कुनै पनि हालतमा तिनीहरूलाई माफ पनि गर्न सक्दिनँ भनेर भनिसकेका छन्। दर्शकबिन यिनै महत्त्वपूर्ण विचारका साथ आजको यस भिडियोका हामी अन्तिममा आइपुगेका छौँ। दर्शकबिन हामीले प्रस्तुत गरेको भिडियो सामग्रीमा यहाँहरूका कुनै पनि टिक्का टिप्पणी रहेको खण्डमा तलको कमेन्ट बक्समा गएर चाहिँ हर्को नमानिकन लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन यदि हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर आफ्नो मनमा लागेका जिज्ञासा र गुनासाहरू लेखेर साथ दिन सक्नुहुनेछ। दर्शकबिन हामीले प्रस्तुत गरेको भिडियो सामग्री मन परेको खण्डमा हाम्रो भिडियोलाई एउटा लाइक अवश्य गरेर साथ दिनुहोला भन्दै आजको यस भिडियोबाट हामी बिदा हुन चाहन्छौँ। हस्त यहाँहरूको समय शुभ रहोस्। धन्यवाद।